कमेन्टको रिप्लाई साथीहरू यहाँ हेर्नुहोस् त बहिनीले एकदमै मजाले कमेन्ट गर्नुभएको रहेछ। दादा मेरो कन्टेन्ट मोनेटाइजेसन टुल हराइरहेको छ, किन होला भनिदिनुहोस् न। कमेन्टको रिप्लाई साथीहरू यसरी कमेन्ट गर्नुहोस्, म तपाईँको कमेन्टको रिप्लाई अलवेज चाहिँ दिन्छु 100%। बुझ्नु भएन? ल हेर्नुहोस्, अब सुन्नुहोस्, जसले कमेन्ट गर्नुभयो उहाँले पनि सुन्नुहोस्, अनि जसले भिडियो हेर्नुहुँदैछ सबैजनाले सुन्नुहोस् अनि भिडियोलाई सेयर पनि गरिदिनुहोस्। कन्टेन्ट मोनेटाइजेसन टुल थियो र हरायो है, थियो हरायो। टेन्सन लिनु पर्दैन साथीहरू, टेन्सन लिने कामै छैन। फेसबुक टिमले जब उनीहरूले आफ्नो काम गर्छ नि, त्यो काम गरेको बेलामा तपाईँको टुल्सहरू यताउति गायब भइरहन्छ। बुझ्नु भएन? कोही बेला पेजै चल्दैन, बुझिराख्नुहोस्, कोही बेला समथिङ रङ भन्छ होइन। त्यो सब चाहिँ फेसबुकले जब काम गर्छ त्यस बेला चाहिँ तपाईँको त्यस्तो हुन्छ है। धेरै दिनसम्म पनि हुन्छ, हप्ता दिनसम्म पनि हुन्छ। सो तपाईँहरू न टेन्सन लिनुहोस्। कन्टेन्ट मोनेटाइजेसन यसरी सो भएको छैन भनेर टेन्सन नगर्नुहोस्। फेसबुकलाई अपडेट राख्दै गर्नुहोस् होइन। कन्टेन्ट मोनेटाइजेसन टुल्स आफै आउँछ तपाईँकोमा। बुझ्नुभयो त? लक छ भने हुनसक्छ तपाईँले डाइरेक्ट कन्टेन्ट मोनेटाइजेसन टुल्स तपाईँले सेटअपमा नै पाउन सक्नुहुनेछ, नत्र लकै भए पनि तपाईँको 1-2 दिन बादमा फेरि सो हुनेछ। तर म चाहिँ एउटै कुरा भन्छु, अपडेट चाहिँ गर्दै गर्नुहोस् होला। बुझ्नु भएन? तपाईँको लागि राम्रो हुन्छ, मेरो लागि होइन है।